नमस्ते अनि स्वागत छ तपाईहरु सम्पूर्णलाई मेरो युट्युब च्यानलमा। तपाईहरुसँग आज म ट्युबबाट ट्रान्सक्रिप्ट सर्टिफिकेट निकालिसकेपछि प्रोभिजनल सर्टिफिकेट कसरी निकाल्ने भन्ने बारेमा चर्चा गर्दै छु है त आज म। र सँगसँगै यो भिडियोमा चाहिँ थोरै मात्रामा केही माइग्रेसन सर्टिफिकेटको बारेमा पनि चर्चा गर्ने छौं है त। सो सर्वप्रथम हामीले सबैभन्दा पहिला चाहिँ प्रोभिजनल सर्टिफिकेटको बारेमा कुरा गर्ने छौं है। प्रोभिजनल सर्टिफिकेट चाहिँ कसरी निकाल्न सकिन्छ भन्ने बारेमा हामी सबैभन्दा पहिला चर्चा गर्छौं। त्यसपछि चाहिँ हामी माइग्रेसनको लागि केही कुरा गरौँला है त। सो अब हामी चाहिँ प्रोभिजनल सर्टिफिकेटको लागि चाहिने रिक्वायर्ड डकुमेन्टहरुको बारेमा कुरा गरौँ है त। सो अब हामीलाई फर्स्ट अफ अल चाहिने भनेको चाहिँ प्रोभिजनल सर्टिफिकेट एप्लाई गर्ने फर्म हो है। जब तपाईले ट्युमा रहेको 24 नम्बर कोठाबाट ट्रान्सक्रिप्टको काम सबै भ्याउनुहुन्छ नि, तब तपाई चाहिँ त्यही ट्रान्सक्रिप्ट लगेर नै त्यही रहेको 3 नम्बर कोठामा चाहिँ जानु होला है। किनकि त्यो ट्रान्सक्रिप्ट हेरेर नै तपाईलाई त्यो प्रोभिजनल सर्टिफिकेट एप्लाई गर्ने एउटा फर्म दिन्छ है। सो नम्बर 2 मा रहेको छ हाम्रो ब्याङ्क भाउचर है। ब्याङ्क भाउचर चाहिँ त्यही ट्युमै रहेको जुन दुईटा ब्याङ्क छ, एउटा चाहिँ ग्लोबल आइएमए ब्याङ्क छ, अर्को चाहिँ नेपाल ब्याङ्क छ है। तपाईले जुनसुकै ब्याङ्कलाई चुज गरेर तपाईले चाहिँ त्यो ब्याङ्कबाट तपाईले 350 रुपैयाँ तिरेर आफ्नो सर्टिफिकेटको लागि एउटा भाउचर काट्न सक्नुहुन्छ है। र एउटा विडम्बनाको कुरा के छ भन्दाखेरि चाहिँ यो ब्याङ्क भाउचर काट्दा चाहिँ थोरै केही टाइम दिएर लाइनमा बस्नुपर्ने चाहिँ हुन्छ है। किनभने धेरै भिडभाड हुन्छ हैन। सबै नै आफ्नो डकुमेन्ट लिनलाई भाउचरमा लाइन बसिरहेका हुन्छन्, त्यसैले थोरै टाइम चाहिँ लाग्न सक्छ है। सो अब हाम्रो लास्ट नम्बरमा रहेको छ ट्रान्सक्रिप्ट सर्टिफिकेटको फोटोकपी है। अब हामीले यी सबै डकुमेन्टलाई चाहिँ अट्याच गरिसकेपछि हामीले फेरि एकचोटि 3 नम्बर रुममा गएर हैन यो सबै डकुमेन्टलाई चाहिँ बुझाउनु पर्छ है। तर एउटा कुरा के भन्न चाहन्छु भने चाहिँ हामीले यो बुझाउनु भन्दा पहिला चाहिँ एकचोटि चेक गर्नु होला है। आफ्नो नाम अनि सेमोल नम्बरहरु हैन, अनि डेट अफ बर्थहरु, अनि कलेजहरुको नाम, यताउति रजिस्ट्रेसन नम्बरहरु चेक गर्नु होला। किनभने हैन मिस्टेक हुन सक्छ। मिस्टेक भयो भने चाहिँ फेरि आफुलाई नै पछि गाह्रो हुन सक्छ है। र सम्पूर्ण डकुमेन्ट अट्याच गरिसकेपछि हैन सम्पूर्ण डकुमेन्टलाई चाहिँ हामीले फेरि एकचोटि रिकन्फर्म गरेर हैन त्यहाँ एप्लाई गरिसकेपछि त्यहाँको कर्मचारीहरूले चाहिँ हामीलाई एउटा ब्याङ्क भाउचरमा स्ट्याम्प हानेर हैन हामीलाई चाहिँ डेट सेटको त्यो स्ट्याम्प हानिसकेपछि हामीलाई चाहिँ त्यो एउटा स्लिप चाहिँ फिर्ता दिनुहुन्छ हैन। हामीलाई चाहिँ 7 दिन भित्र आउनु होला भनेर चाहिँ भन्नुहुन्छ। पछि चाहिँ लिँदाखेरि चाहिँ त्यो स्लिप लगेर लिन जानु होला है त। सो फाइनली गाइज अब हामी चाहिँ यो थोरै मात्रामा माइग्रेसन सर्टिफिकेटको लागि चाहिँ हामी चर्चा गरौँ है। यो माइग्रेसन सर्टिफिकेट निकाल्दै गर्ने क्रममा चाहिँ हामीले सबै ट्रान्सक्रिप्ट सर्टिफिकेटहरु हैन अनि यो प्रोभिजनल सर्टिफिकेट सबै निकालिसकेका हुन्छौँ कि हामीलाई सबै लगभग थाहा भइसकेको हुन्छ है। त्यसै क्रममा मैले थोरै मात्रामा आवश्यक कागजातहरु चाहिँ मात्रै यो भिडियोमा चर्चा गरिदिन्छु। तिमी पनि यो मैले यो नोटिस राखिदिएको छु। तपाईहरुले के कन्फ्युज भयो भने चाहिँ यो नोटिसमा हेरेर राम्रोसँग इन्फर्मेसनहरु चाहिँ लिनु होला है। हामीलाई यो चाहिने कागजातहरु मध्ये चाहिँ आफूले पढेको कलेजको एउटा सिफारिस लिनु होला। अनि हामीलाई चाहिँ यो ब्याङ्कमा गएर 1000 को भाउचर चाहिँ काट्नु पर्ने हुन्छ है। र सँगसँगै हामीलाई एउटा रजिस्ट्रेसन कार्डको फोटोकपी चाहिने हुन्छ है। यदि रजिस्ट्रेसन कार्ड हजुरको हराएको छ भने तपाईले चाहिँ त्यहाँ 200 तिरेर फेरि रजिस्ट्रेसन कार्डको एउटा फोटोकपी चाहिँ लिन सक्नुहुन्छ है ट्युबाट। र हामीलाई अर्को चाहिने भनेको चाहिँ एउटा रजिस्ट्रेसन फर्म भर्ने अथवा लिन आउने व्यक्तिको मोबाइल नम्बर र नाम चाहिँ अनिवार्य हुनेछ भनेको छ है। अनि त्यस्तै गरी हामीलाई माइग्रेसन सर्टिफिकेट लिन आउँदाखेरि चाहिँ बैंकको भाउचर र एउटा ओरिजिनल आइडी कार्ड चाहिँ यो अनिवार्य चाहिनेछ है। र सँगसँगै यदि हामीले माइग्रेसन सर्टिफिकेट एप्लाई गरेको 35 दिनभित्र हामी लिन गएनौँ भने हैन, यदि हरायो यदि च्यातियो भने हाम्रो यो परीक्षा नियन्त्रण कार्यालयले चाहिँ केही जवाफदेही हुने छैन पनि भनिएको छ है। त्यसैले यस्ता कुराहरुमा तपाईहरुले राम्रोसँग ध्यान दिनु होला र सकेसम्म 35 दिनभित्रै लिन जानु होला है त। ल साथीहरु, मलाई जहाँसम्म आशा छ तपाईहरुले सम्पूर्ण इन्फर्मेसनहरु पाइसक्नु भएको छ। र यदि यो भिडियो हेर्दै पनि तपाईहरुलाई केही कन्फ्युजन भयो भने चाहिँ कमेन्ट गर्नु होला। म सकेभर रिप्लाई गर्ने प्रयास गर्नेछु है। र तपाईहरुलाई यो भिडियो राम्रो लाग्यो भने शेयर, सब्स्क्राइब र कमेन्ट पनि गरिदिन नभुल्नु होला है त। हस्, धन्यवाद।